मानिसले परमेश्वरलाई चिन्नु आवश्यक छ, किनभने मानिस पापी छ, पापको ज्याला मृत्यु हो। तर परमेश्वरको अनुग्रहको वरदान हामी रोमी 6:23 मा देख्छौं, ख्रीष्ट येशूमा अनुग्रहको वरदान ख्रीष्ट येशूमा अनन्त जीवन हो, सधैँभरि परमेश्वरसँग रहनु हो। यस संसारका मानिसहरू छोटो समयको लागि मात्रै यस पृथ्वीमा छन्, त्यसपछि भनेको जाने स्थान दुईटा छ, कि त स्वर्ग कि त नरक। जसले पाप गरेको छ जसले पनि भन्छ त्यो नरक जान्छ। जसले येशू ख्रीष्टलाई विश्वास गर्छ भने उसको पाप क्षमा हुन्छ भने ऊ चाहिँ परमेश्वरसँग मिल्छ र ऊ परमेश्वरसँग सम्बन्ध स्थापना गर्छ र परमेश्वरको सन्तान हुनेछ। त्यसकारणले मानिसहरूले परमेश्वरलाई चिन्नु आवश्यक छ। यसैको लागि येशू ख्रीष्ट सबै मानिसलाई, यहाँ एउटा कुरा परमेश्वरले आफ्नो प्रेम यसैमा देखाउनु भयो। रोमी 5:8 पदले के भन्छ भने परमेश्वरले आफ्नो प्रेम यसैमा देखाउनु भयो, मानिस पापी छँदै उसको लागि ख्रीष्ट मर्नुभयो। मतलब पापी मानिसको पापको ज्याला तिर्नको लागि उसको पापलाई वास्ता नगरिकन मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा बौरी उठ्नुभयो। र उहाँले यो विजय दिनुभएको कुरा मानिसले जानोस्, मानिसले चिनोस् भनेर परमेश्वर चाहनुहुन्छ। त्यसकारणले हरेक मानिसले परमेश्वरसँग सम्बन्ध स्थापना गर्नको लागि येशू ख्रीष्ट आउनुभएको कुरा सबै मानिसले जानोस् भने परमेश्वर चाहनुहुन्छ। यसैको लागि येशू ख्रीष्ट आउनुभएको थियो।